धेरै वर्ष अगाडि हिमालको फेदीमा बसेको सानो गाउँ थियो, घाम डाँडा। त्यो गाउँमा सबै कुरा साधारण थियो, तर त्यहाँका मानिसहरूको मन एकदमै सफा थियो। त्यही गाउँमा माया नामकी एक गरिब तर निकै इमान्दार केटी पनि बस्थे। मायाको आमा सानैमा बितेकी थिइन्। बुबा खेतमा काम गर्थे, तर एक वर्ष भूकम्प आएपछि बुबा पनि बिरामी परे। अब घर चलाउने जिम्मा मायाकै काँधमा आयो। माया बिहान सबेरै उठ्थे, जङ्गलबाट घाँस दाउरा ल्याउँथे, गाउँमा बेच्थे अनि साँझ बुबाको सेवा गर्थे। सधैँ चाहिँ एक दिन जङ्गलमा दाउरा टिप्दै गर्दा मायाले रुखमुनि पुरानो सुनको औँठी देखी। औँठी निकै चम्किरहेको थियो, एकदमै महँगो पनि देखिन्थ्यो। मायाको मन अलिकति असमझ भयो। उसले सोची, यो औँठी बेचिदिए भने बुबाको औषधि आउँछ। तर अर्कोपल्ट उसले आफ्नो इमान्दारिताले दिएन र उसको अर्को मनले भन्यो, यो मेरो होइन, जसको ऊ कति दुखी होला है। मायाले औँठी उठाई र गाउँमा गएर भन्न थाल्यो, कसैले सुनको औँठी हराउनु भएको छ, म जङ्गलमा दाउरा खोज्नु जाँदा भेटाएको थिएँ। धेरैले हेरे, तर कसैले मेरो हो भनेर भनेनन्। त्यही बेला गाउँमा एक धनी साउ आइपुग्यो। उसले मायालाई हेरेर भन्यो, त्यो औँठी मेरो हो, तर त्यसमा सानो रातो ढुङ्गा पनि थियो, तिम्रो औँठीमा त छैन। मायाले ध्यान दिएर हेरी, साँच्चै ढुङ्गा थिएन। यदि तपाईँको औँठीमा ढुङ्गा थियो भने यो तपाईँको होइन, मायाले शान्त स्वरमा भनी। अब औँठीमा ढुङ्गा भन्दा तपाईँहरू फेरि कन्फ्युज हुनुहोला। कृपया कन्फ्युज नहुनुहोला, यहाँ ढुङ्गा भनेर औँठीमा हुने पत्थरलाई जनाइएको छ। हो, त्यो औँठीमा पत्थर थिएन। मायाको त्यस्तो कुरा सुनिसकेपछि धनी साउ रिसायो। त गरिब भएर मलाई झुटो सिकाउँछेस् भन्दै नराम्रोसँग हकार्यो। केही दिनपछि गाउँमा एकजना बुढी आमा आइन्। उनका आँखा आँसुले भरिएका थिए। उनले मायाको नजिकै गएर भने, छोरी, मेरो औँठी हरायो, त्यसमा रातो ढुङ्गा थियो, तर ढुङ्गा झरेको हुन सक्छ। मायाले औँठी देखाई। बुढी आमाले औँठी देख्न साथ रोइन्। यही हो, यही मेरो श्रीमानले बिहेमा दिएको औँठी हो। बुढी आमाले खुसीले मायालाई आशीर्वाद दिइन्। छोरी, तिमी साँच्चै सत्यको बाटोमा हिँडेकी छौ। तिमीलाई कुनै पनि रोग बिराले नसमाओस्। तिमीलाई भगवानको सत्य कृपा रहोस्। यति भनेर बुढी आमा खुसी भएर औँठी लिएर फर्किन्। त्यसै रात मायाले सपना देखे। सपना देखेर एउटा ठुलो आकृति उज्यालो आयो र भन्यो, माया, सत्य कहिल्यै कमजोर हुँदैन, तिमीले सत्य रोज्यौ। अब उज्यालो र प्रगति तिम्रो साथमा रहनेछ। भोलिपल्ट बिहान गाउँलेहरू जम्मा भए। त्यही धनी साउ पनि आयो। उसले सबैको अगाडि भन्यो, मलाई माफ गरिदिनुहोस्, मैले लोभले आँखा बन्द गरेर मायालाई त्यस्तो नराम्रोसँग हकारेँ। वास्तवमा मायाको कुनै गल्ती थिएन। मैले नै लोभ गरेर त्यो औँठी मेरो नै हो भनेर दाबी गरेँ। कृपया मलाई माफ गरिदिनु होला भन्दै धनी साउ रुन लाग्यो। त्यसै दिन बुढी आमा पनि उताबाट आइन् र भनिन्, छोरी, तिमीले मलाई औँठी दियौ। हो, यी तिम्रो इमान्दारी त पक्कै हो, तर अब म बुढी भइसकेँ। मलाई यो औँठीको कुनै जरुरी छैन। तिम्रो बुबा बिरामी हुँदो रहेछ। यो औँठी तिमी राख, तिमीलाई उपहार भयो। यही बेचेर तिमीले बुबाको उपचार गराउनु। यो तिम्रो इमान्दारिताको इनाम हो। त्यसपछि मायाको जीवन बिस्तारै बदलिन थाल्यो। गाउँलेहरूले उसलाई काम दिन थाले। बुबा पनि राम्रो उपचार पाएर निको हुन थाले र माया त्यस गाउँकै सत्य र इमानको प्रतीक बनिन्।